त्यसैगरी प्रमुख अतिथि अनि ग्राउन्डमा उपस्थित तमाम बुद्धिजीवी अतिथिज्यूहरूको संयुक्त उपस्थितिमा आजको यो टुर्नामेन्टको पहिलो खेल उद्घाटन हुन गइरहेको छ। यस पछाडिको खेल रहनेछ सगरमाथा फुटबल क्लब रेड र तिहार फुटबल क्लब बीच हुन गइरहेको छ। कृपया खेलाडी मित्रहरू पूर्ण तयारी अवस्थामा रहिदिनुको लागि बसिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अहिले आयोजकका अध्यक्ष, त्यसैगरी प्रमुख अतिथिज्यू, त्यसैगरी अन्य अतिथिज्यूहरू खेलाडीहरूलाई सम्मान गर्दै खेलाडीहरूलाई खेल उत्कृष्ट खेलको लागि शुभकामना प्रदान भइरहेको छ। यो इस्लामिक धर्मावलम्बीहरूको दोस्रो महान पर्व बक्र ईदको अवसर पारेर रियाद फुटबल क्लबले आयोजना गरेको यो फुटबल नेपालीहरू बीचको मैत्रीपूर्ण खेलमा यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।